एउटा ल्यापटप किन्ने कि दुईटा? धेरै जस्तो ल्यापटपहरूमा वर्कलोड इन्क्रिज गर्ने बित्तिकै हजुरको गेम ल्याग हुन थाल्छ, सफ्टवेयरहरू अड्किन थाल्छ या ल्यापटप तातेर आगै हुन्छ। सो हजुरको लागि एसएस को टफ A16, यसमा राइजन 7 को प्रोसेसर रहेको छ, 7445HS। मल्टिटास्किङको लागि एकदमै बबा ल्यापटप हो यो। हजुरले यसमा RTX को 4050 ग्राफिक्स पाउनुहुन्छ विथ 6GB GDDR6 मेमोरी र यसको TGP चाहिँ बेसमा 115 वाट र म्याक्सिमम यसको 140 सम्म जान्छ र त्यो 140 वाटको एकदमै हाई पावरलाई म्यानेज गर्नको लागि 84 ब्लेड आर्क फ्लो फ्यान साथसाथै 5वटा हिट पाइप्सहरू पनि आउँछ जसले हजुरको ल्यापटपलाई एकदमै स्टेबल राख्छ। 16GB को DDR5 मेमोरी जुन 64GB सम्म अपग्रेडेबल छ। 512GB को PCIe NVMe Gen 4 SSD हजुरले यसमा पाउनुहुन्छ। यो ल्यापटपमा 16 इन्चको डिस्प्ले रहेको छ, 100% sRGB। यसमा 144 हर्ट्ज को रिफ्रेश रेट पनि आउँछ। साथसाथै हजुरले यसमा मक स्विच र NVIDIA को एडभान्स अप्टिमस पनि पाउनुहुन्छ। मिलिट्री ग्रेडको यसको ड्युरेबिलिटी रहेको छ, एकदमै ड्युरेबल ल्यापटप हो यो। हजुरले यसमा मिलिट्री ग्रेडको ड्युरेबिलिटी पाउनुहुन्छ मात्र 1,26,500। यो अफर लिमिटेड टाइमको लागि रहेको छ। सो हाम्रो लोकेसन न्यु रोडको वार्ड बाइस अफिसको ठ्याक्क अपोजिटमा रहेको छ। हजुरले हाम्रो स्टोर भिजिट गर्न सक्नुहुन्छ या व्हाट्सएपमा हामीलाई DM गर्न सक्नुहुन्छ। धन्यवाद।